साथीहरु ल यसको आमा जानु भनेर यो रोइ पनि नले त तेरो मिठाई आमा यसरी गरे म यसरी गरे भिडियो हेलो साथीहरु हामीलाई चाहिँ खोइ पुष्पाले मिठाई लिएर खाके खोइ थाहा छैन के को खुसी हो पुष्पाले मिठाई बार्दै तर थाहा छैन के खुसी पहिला चाहिँ रेनीले खुलाउँछ रे यो गोपीको मिठाई ल्याएको छ तैँले यो मन्जुको हेरी अब हस्बेन्ड आउनु भयो मैले गेस हानिसकेँ है मिठाई साथीहरु होइन म अर्को मिठाई हेर्छु पेडा जस्तै मिठाई हो लौ सबिता दिदी मेरो भिसा आयो कुन देशको बुढाको घरको भिसा आएछ सिङ्गै त हुन्न के आधा भयो भाइ सिङ्गले त पुग्दैन मैले के ल मेरो बुढा होइन के को मिठाई दिस् तैँले मैले के गेस गरेँ थाहा तैँले यो मिठाई के गेस गरिस् पेडा कस्तो थियो अरे साँच्चै पेडा चाडपाटेमा आएको थियो कि गोलाइमा आएको थियो के ए होइन यही हो पेडा चाडपाटे आएको थियो कि गोलाइमा आएको थियो भन त हस्नल खुल्ला भएर होला यो पुष्पा बिहान यसरी हिँड्दा थियो चेन त पर्दै आएको थियो भाइ कहाँको भिसा आयो भने पहिला अनि बल्ल खान्छु न त मोर खोइ पहिला देखाऊ ए पेपर देखाउनु पर्छ अफ गरेथे पहिला किन रुन भन्यो नभन है जे पाइ त्यही साँच्चै यसै भनेको होस् न यसलाई पत्तेरै लाखाइन गफ हान्छस् लौ मान्छे लौ कि बोयफ्रेन्डले विल यु म्यारी मी भनेर प्रपोजल होइन भिसै आएको म देखेको छु यहाँ म पत्तेरै लाखेन ल हेर कान्छे नरोके यो हेर मन्जुको बुढा आयो रे मन्जुको बुढा आएर मन्जुको खुट्टामा यो चारपाटे मिठो छ होला है मन्जु यस्तो ल्याइ भन्नुपर्ने धन्यवाद जोइ साहब तिमी खाऊ यो चकलेट मिठाई पहिला म हेर्छु अनि बल्ल खान्छु ए ल 10 मिनेट आउनु यो पनि हो मन्जु लिएर आएको हैन न खानु भाइ म खाइदिन्छु रोइदिम के यो राखिदिनु मलाई एउटा किन आऊ खाना रोइसके यो आँसु किन कन्ट्रोल हुन्छ के हेरे त झुट बोले भने किन साच्चै के त्यतिकै भनेको न ओइ दिदी रङ्गियो खाए त्यसै फस्नलको दबाई ओइ नरो है आँसु हेरे त नपचाउ आँसु कन्ट्रोल हुन किन भनेको यात्रा तिमी नुन लाग्यो भन्न जानी बेला पेटै देखाउने रोइखेरमा म त पत्ता खाएन यसले पेपर नदेखाउँछ न त देखाएपछि बल्ल रियाक्ट गर्छु म ए आँसु किन कन्ट्रोल हुँदैन आँसु र मुद त मरे जानु कन्ट्रोलै हुन्न रिस पनि कन्ट्रोल हुन्न नाटक नपाएर नानीहरू लए रह्यो भने यता ल्याए मन्जु चारपाटी मिठाई मिठो रहेछ मन्जुको बुढाले ल्याइदिनु आफू जानु सकेन आर्कल ल्याइदिएको स्लोभाकियाको भन्दा चाहिँ यो के नभन तिमी कहिले गरिस् स्लोभाकिया कुन देशले फेरि भन स्लोभाकिया सुगो अनि बाकिया तिमीलाई के फेक जस्तो लाग्यो कि तिमीलाई त त्यो देशको नामै थाहा छैन थाहा थिएन नत्र यस्तो लड्डु ल्याउने मान्छे त होइन होइन मैले सोचेँ यस्तो लड्डु ल्याउने मान्छे यो होइन मलाई थाहा ल्याइ यसले ल्याइ किन ल्याइ
तर पत्यार चाहिँ लाखाइन भित्राको भनेर त लड्डु चाहिँ किन ल्याइ भन्ने कुरा भयो घर रको लड्डु हामीले ल्याइदिएको होइन 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 यता देनाले के कता होला त्यो ल्याइदिएको के त के खाने हेर हेर साथीहरू भ्लग बनाइन त्यस्तो छाडा छाडा बोल्छ न म त सोचेँ म त केही बोल्दिनँ साँचो कुरा भन्नु नपत्याउने अब उडिसी पटाउने होला उडिसी कोही कहाँको विदेशको किन चाहिँ रोको र फेरि रोइस चाहिँ किन चिज बनाउन त भगवान नि भगवान मानिस रोएको त्यो फेरि कुना गरेर हेर सियर रोइ किन रोको तिमीहरू ए ल साथीहरू ल यसको आमा जानु भनेर यो रोइ यिनी अहिले रोइसक्यो नि यिनी रुँदैछन् तिमी चाहिँ किन रोयौ भन्दै किन रोइस किसमा जान पाउन साडी लाउनु पाउनु मलाई हेरि रुनै आएन ल आएन पहिलोचोटि हेर यिनीहरू रोइ मलाई रुन आएन के अरे पिली पिली भएर रोएन पिली पिली नि भएन मलाई एकदम के खुसखुस लाग्यो भन्दा त्यो लड्डु तैँले कुन मारवाडीबाट ल्याइस् लड्डुकै खाऊ फेरि लड्डु कुन मारवाडीबाट ल्याइस् किनभने मलाई त्यो लड्डु मन परेन म लड्डु साट्न जान्छु भनेर म देखेको छु यहाँ बुढा आउने किन रोको भनेको तिमीहरू गाईले कराउला तिमीहरू पोछा नलाएर दाइ एकछिन रोक्नु यहाँ एकदम खतरा होला सेन्सिटिभ कुरा चल्दै थियो किन रोइस रोइस चाहिँ किन यहाँ चाहिँ मैले के सोचेँ मैले होइन त्यति बेला त मैले यसरी जिस्काएको मलाई थाहा थियो होइन भनेर त्यो अर्कै रिजन हो के हो भन् भनेर सोधेको मैले त रोको चाहिँ किन तिमी साडी लाउन पाउँदिन अब भेट्दैनौँ नि त त्यही भएर आशा अब त छोटी नि त कोही कता कोही अब यो लास्ट शनिबार घुमौँ है बेसकनी रमाइलो गर्नुपर्छ यो लास्ट शनिबार चाहिँ अब यहाँ फर्केर आऊ हो नि फर्केर नआउनु त यो मोडतिर नि अचम बोल्दा भइहाल्छ नि अब ल हेर न तिमीले गर्दा यहाँ हेर मान्छे यसले के सोची अब भगवान् नारी यस्तो हुँदैछ हेर कति माया गरेका तिमीलाई अब कति माया गरेका हेर दिदी नपत्याएर त्यहाँ दङलङ्ग बसिरहेछ सबै यिनीहरू सबै पत्याएछन् फेरि साथीहरू म त फेरि तँलाई गरिदिउँ मान्छेहरू हेर न कति विश्वास गर्छ साँच्चै हो नत्र मेरो रियाक्सन देखिनुहोस् होइन नत्र मेरो रियाक्सन यस्तो यो किन रोए थाहा मेरो साँच्चीकै भिसा भयो यिनीहरू यस्तो के सोचेर रहेछ होइन मैले भन्थे नि कोहीले लिएर आएको नि रगा चाहिँ यहाँ ल्याइदिएको भनेर तेरो पुष्पा दिदीको कहिले पनि भिसा आउनेवाला छैन नपत्याउने त रेन्टीतिर म हो देखिस् कति माया गर्छन् मैले नभने कति माया गर्छन् आँसु बित्तिकै पार्छ हेर मलाई नि बिल्ला उडाउनु मलाई नगर्नु सक्छस् होला किनभने मलाई अरू अरू थाहा थियो नि त बौसले पुरै देखा भनेर त्यही भएर त रियाक्ट नदिकन नबोलिकन बसिदिनु हामी त पत्याउँछ नि त म त त्यो अस्ति जिस्काएको नि मलाई थाहा थियो त्यो होइन नि न्यू कन्टेन्ट होला त हाल्ने फोकस गाइज फोकस होइन के यो चकलेट त्यहाँ आइज मैले त्यही भएर मैले भन्दैछु तैँले यो मिठाई कुन मारवाडीबाट किनिस् भनेर सोध्दै थियो त मैले अनि सुन यता अनि मैले चाहिँ हिजोदेखि दिदीले पसलमा लगाएर दे भने होइन के अनि मान्छेले भिसा केही छैन तिजकै पढेन कि किनभने साडी लाएर हिँड्न पाउँछ भनेर खुसी हुने होइन के गर के हो के फाक के खुसी हुनु
एउटै त कसले लाउँछ लाउने एउटा त लाउने आमा पार्टी लाउने हो अनि म त्यो लड्डु लएर यिनीहरूलाई रिएक्सन खिच्छु भनेको छ माकुरीहरू कोही नि पत्याउला यार पत्ताएन त्यहाँदेखि कसले पत्ताउँछ त नि अनि त्यस्तै तिमीहरू मेरो भिसाउँछ नि म त पत्ता थिएन म त पत्ता थियो आउने मान्छे रिएक्सन छुट्टै हुन्छ के गो म त पहिल्यै दिँदै आउँदै अनि पत्ताइम्ने है पुरो थियो र यो दिदाहरु ल म पोछा लाएँ ल साथीहरू अब क्लियर भयो अब म त पोछा लाउनु गएँ होटलबाट यहाँ पुष्पा दिदी अनु दिदी एकजना कोही गयो भने के हुन्थ्यो होला के हुन्थ्यो पिठी जसरी घुमेन घुमोस् होइन हामीले के मजा नि आएर त्यो त मनी कसरी जान्छ होला जस्तो लाग्छ हाम्रो खुट्टासम्म देखाउ के हो र तिमीहरूले छोड्दियो त हामीलाई यहाँ जिन्दगी बनाउनु पर्यो नि मैले यहाँबाट गयो म कसरी जान्छु होला यत्रो वर्ष काम कसरी जाने नि यसरी खुट्टा यस्तो अनि खुट्टा कस्तो कसरी जाने के बुझिन यसरी हिँड्ने यसरी ओइ यत्रो मेमोरी छ 9 वर्षको यही तर खतरा है खत्रै मेमोरी छ कि यहाँको के चाहिँ ऊ मात्रै छोडेन होला अरू भयो भरको सबैलाई समाज ल साथीहरू यिनीहरू चाहिँ रोए मेरो बहिनीहरू मेरो दिदीहरू ध्यान न म त पोछा लाउँदा फेरि भएर नरोको 30 मात्र हैन म तिमीहरुसँग दसैँ नि 30 पछि आओस् हेर न यता हेर न हैन जान हैन दसैँ पछि होली आउन ए दसैँ होली भगवान पुष्प र भयो भरको सबै उ खोजे भने 2084 सालसँग मनाउनु भेट लाउन न के साडी लाएर चाहिँ सबै ग्रुप ए 84 त मनाउँछु ल म ए शनिबार छुट्टी ल ल रोएर देखा मरे आँसु झार्यो अन्त आवाज त आयो त्यसै म त अझै नि गाइजहरु यिनीहरू मजा लाग्यो रुन आयो त्यो त यस्तो देख्न पर्यो मैले आयो सरी ल गाइस कस्तो थाहा पाउँछु म त साथीहरुको आन्द्रा भुँडी कुनि के हो पुष्पा दिदी उता खाजा खानेबाट हाँस्दै आउँदै मलाई लाग्यो हाँस्न त हाँसी थिए तर होइन होइन के होइन हैन बो दिदीले यस्तो मजा के गर्दैन म पढ्नु पटुकी छ र एकजनालाई हुने त्यो रेडिमेड बनाउने किन त्यसरी बनाइदिनु न है एक बच्चामा मलाई यहाँ के देखाउन मन लाग्यो कसम यो क्यामेरा ठडाएर मात्रै हो हेर मन कन्ट्रोल गरेको तेरो मुजी देखाइदिन्छु ए शिव ये भगवान माफ गर्नु होला दर्शक महानुभावले 30 मान्छेले फेरि 30 कै पढिराख के ए भगवान सेप्टेम्बर 14 मा रहेछ म अघि नै बिहान म कोमामा पुगेर आइ रामसँग पढे गाइजहरु अब के रे कोरिया जाऊ तिमीहरु अनि त्यसपछि आएर घुम्न जाम म कोरिया जान्छु त जा अनि तर बुढा लिएर अनि तर बाइक सिकाउँ अनि बुटुटु गर्दा बाइक त अहिले के हुन्छ पछि बुढीमा त आँखा पैसै छैन अतहरु लाइसेन्स उस पनि बन्द भइरहेछ है पैसै छैन भनेको त डिजिटल त दिन न रे अहिले त लाइसेन्स त फर्मै बन्द भएछ के हो चाबी जता पाइदै खाली अनि त्यत्रो मान्छे हुन्छ त अनि घरि एक अनि भगवान म त के गर्नु होला म नि आउँदिन जाबै पोछा लाउ मैले गाली गर्छु लाउन न ल मोरे ला म कोमामा पुगे ल कोम पुगेको मान्छे केही थाहा पाउन ला खाबी दुखिन छौ ए आमा यो रेनुले जानीलाई जान देऊ रे जानीलाई त जान त दिन पर्यो नि कहाँ रोकेर हुन्छ र बस बस त यहीँ बस्नुपर्छ भनेर हुन्छ कता खिचेको ल त नि तेरै हो त्यो साथीहरू यहाँ तातो धन फर्स्ट फुल्दै आइगयो साथी सक्सेस भयो त रोइहाल्थ्यो नि मसँग सक्सेस हुँदा त रुन आएको पार्टी दिइहाल्छ अस्ति नै दियो भनेको हैन पुष्पालाई हेर्नु पार्टी हाने हैन अनि पुष्पाले लेक साइडको लिस्ट बारमा जाने हो अँ वंगो के म अब 19 ता काबाट ल्याउँछ